हेलो गाइज, आज चाहिँ म नेपाली स्टाइलमा खसीको मासु बनाउन जाँदैछु है। पहिला चाहिँ तेल राख्ने, त्यसमा तेजपत्ता राखेर प्याज फ्राई गर्नुपर्छ है। यो चाहिँ घरमा बनाउने इजी सिम्पल वे हो। अनि खसीको मासु एड गरेँ मैले, अनि त्यसलाई मजाले चलाएर छोपिदिने। अनि एकछिन 5 मिनट जति कुरेर अनि यसलाई ओपन गरेर यसले मजाले मासुले पानी छोडिसकेको हुन्छ। अनि यसलाई पोल्टाइ गरेर चलाउने। अनि यसलाई घरमा पिसेको धनियाँ जिरा सबै मिक्स मसला लसुन अदुवा हालेर पिसिदिने घरमै सिलौटामा। अनि त्यस पछाडि मैले अघिको मासु छोपेर राखेको थिएँ, त्यसलाई मजाले नुन र बेसार हालेर चलाएँ। अनि अघि घरमा पिसेको सिलौटोमा पिसेको मसला हालेँ। अरू मैले एडेड मसला बाहिरको मार्केटको मसलाहरू चाहिँ के पनि एड गरेको छैन। सिम्पल घरमा सिलौटोमा पिसेको मसला मात्र हालेर मेरो मासु यम्मीसँग पाक्यो। यस्तै गरी हजुरहरूले पनि घरमा सिम्पल मैले देखाएको जस्तो मिक्स मसलाहरू हालेर घरमा यम्मी तरिकाले मासु बनाउन सक्नुहुन्छ। हेर्नुहोस् त गाइज, मैले प्लेटिङ गरेको कस्तो भएको छ मेरो प्लेटिङ।